साना किसान कृषि सहकारी संस्था सिमला उपन्यायिका किसान शेयर सदस्य भनौँ श्री गीता ढकालद्वारा सञ्चालित यस सृजना उन्नत बाख्रा फर्म का सन्दर्भमा म केही कुराहरू सोध्न चाहन्छु। उहाँका श्रीमान यहाँ उपस्थित हुनुहुन्छ, उहाँसित म यसबारे केही छलफल गर्न चाहन्छु। नमस्ते। नमस्ते। तपाईको शुभ नाम के पर्यो? मेरो शुभ नाम बुद्धिप्रसाद ढकाल। तपाई गीता ढकाल जो हाम्रो साना किसान कृषि सहकारी संस्था यो सेमलारको चाहिँ सदस्य हुनुहुन्छ, उहाँको श्रीमान हो तपाई। ए अनि तपाईले यो सृजना उन्नत बाख्रा फर्म कहिलेदेखि सुरु गर्नु भएको? 2068 साल असोज महिनाबाट सुरु गर्नुभयो। अनि कतिबाट सुरु गर्नु भएको थियो? मैले 33 वटाबाट सुरु गरेँ। 33 बाट सुरु गर्नु? हजुर। अनि कसरी बढाउनु भयो यसलाई? 33 बाट सुरु गरेँ अनि उत्पादन बढ्दै गयो। अहिले मसँग 107 वटाको संख्यामा छ। यो भन्दा 4 महिना अगाडि 147 थियो। 147 वटा थियो। अहिले मैले कलिङ गरेर 107 मा झारेको छु। किन झार्नु भयो? यो त जति जन्मियो त्यो सबै राख्न सकिँदैन। मासु उद्देश्यको लागि पालेको हुनाले खसी बोकाहरू तयार गरेँ अनि मासुको माग हामी कहाँ बढी छ अनि मैले बेचेँ, बिक्री गरेँ। अब खर्च व्यवस्थापनका कुराहरू पनि मिलाउनु पर्ने भयो। अनि तपाईहरुले त यो 68 सालदेखि नै सुरु गर्नु भएको हो हैन? हजुर। दर्ता गरेर गर्नु भएको छ। त्यो भन्दा अगाडि के गर्नुहुन्थ्यो? हामी निर्वाहमुखी ढंगले परम्परागत ढंगले बाख्रा पालेका थियौं। मेरो त्यति बेला पनि 12-15 वटा बाख्रा थियो। अब यो निर्वाहमुखी परम्परावादी ढंगले हुँदैन। राष्ट्रको आवश्यकता मासुको जुन 20% मात्रै हाम्रो जुन उत्पादन हो, अब यसले राष्ट्रको माग आवश्यकतालाई ठेक्न सक्दैन। यसमा मैले पनि योगदान दिनुपर्छ। म आफू पनि बेरोजगार छु। रोजगारको नाममा युवाहरू विदेशी राखेको छ। मैले यो सुरु गरिसकेपछि यो विदेशी नै युवाहरूलाई पनि सहयोग पुग्ला, एउटा राम्रो सन्देश जाला र स्वरोजगारमा युवाहरू लाग्ला भन्ने उद्देश्यले मैले यो काम सुरु गरेको हुन्छु। अनि तपाईले यो सुरु गर्नलाई यो ऋणहरू लिनुपर्ने भयो होला आफ्नै? हजुर। स्रोतबाट त पक्कै भएन हैन? कहाँबाट ल्याउनु? सेमलार साना किसान कृषि सहकारी संस्थाले मलाई ऋण सहयोग गर्यो र म धेरै आभारी खुसी छु। उसले सपोर्ट नगरेको भए मैले सायद यो फर्मको चाहिँ यो मेरो कन्सेप्ट मात्रै हुन्थ्यो होला, सोच मात्रै हुन्थ्यो होला, कार्यान्वयन हुँदैन थियो। तपाईको भनाइ यो साना किसान कृषि सहकारी संस्था सेमलार नभइदिएको भए तपाईकोले यो सोच चाहिँ रहन्थ्यो, यसलाई प्र्याक्टिकल रूपमा तपाईले देखाउन सक्नुहुन्थेन। उसैको ऋणको सहयोगबाट तपाईले गर्नुभयो। तपाईले ठुलै लगानी गरेर यो कृषि फर्म राख्नु भएको छ। अब यसका अवसरहरू के देख्नु भएको छ तपाईले? अवसरहरू मैले अघि पनि चर्चा गरेँ। म 17 वर्ष लुम्बिनी चिनीमा जागिर गरेँ। त्यहाँबाट रिटायर भइसकेपछि मेरो आफ्नो पहिचान एक खालले भएन थिएन र रिटायर भइसकेपछि साथीहरू विभिन्न लाइनमा लाग्यो। कोही पोल्ट्री फर्ममा लाग्यो, कोही गाई फार्ममा लाग्यो। मेरो यो बाख्रा फर्ममा जाने इन्ट्रेस्ट हो। साना किसान कृषि सहकारीले मलाई सपोर्ट गर्यो, सहयोग गर्यो र यसले मेरो अहिलेसम्म 26-27 जिल्लाको संस्थागत कार्यालयहरूसँग मेरो पहिचान भयो। केन्द्रीय भेडा बाख्रा कार्यालयले भ्रमण र गोष्ठीहरूको आयोजना गर्यो। त्यसमा म जाने, अध्ययन अवलोकन गर्ने मौका पाएँ। मेरो आफ्नो पहिचान बढ्यो। यही सन्दर्भमा इजरायली राजदूत समेत मेरो फर्ममा आउनुभयो। उहाँसँग मेरो पहिचान भयो। अब अहिले एउटा परिवारलाई रोजगारी दिएको छु। अनि तपाईको जति संस्थागत रूपमा र प्राइभेट रूपमा चाहिँ व्यक्तित्वहरू आउनु भएको छ, हेरेर राम्रो सन्तुष्टि लिएर जानु भएको छ। त्यसमाथि मेरो आफ्ना दैनिक खर्चहरू, ती आवश्यकताहरू, अब यो बाख्रालाई त गरिबको चाहिँ सुनको खुट्टा पनि एटिएम भनिदो रहेछ। वास्तवमै मेरो जीवनमा त्यो मैले आफूले अनुभूत गरिराखेको छु। यी नै अवसरहरू मैले पाएँ। अनि एउटा सोध्नु मन लाग्यो, यसको बजार कहाँ छ? तपाईँ कहाँ बेच्नुहुन्छ यसलाई? बजार त यति राम्रो छ। अब मैले मेरो उत्पादन हुनै पाउँदैन। मलाई मोबाइलबाट, विद्युतीय सञ्चारको यो जमाना, मोबाइलबाट मलाई माग आउँछ। 4 क्विन्टल, 5 क्विन्टल, 2 क्विन्टल यस्तो मासु दिनुस् भनेर मलाई त्यो
सूचनाहरू आउँछ। म बजार खोज्न जानै पर्दैन, मेरो घरमै चाहिँ पार्टीहरू टिमहरू आउँछ। साह्रै राम्रो बजार छ यसको। अनि तपाईँले यो यसबाट राम्रै आम्दानीको अनुभव गर्नु भएको छ तपाईँलाई? हो, 2 वर्षसम्म मलाई यो व्यवस्थापन गर्नै समय लाग्यो। फेरि यो ब्रोइलर जस्तो चाँडो तयार नहुने, घाटा नाफाको त्यो हिसाब निकाल्न नसकिने यो पेसा हो आफैमा। मैले 2 वर्षसम्म, झन्डै 1.5-2 वर्षसम्म त यसको रिटर्न अपेक्षा पनि राखेको थिइनँ, हुँदा पनि भएन। त्यसपछि मैले रिटर्न चाहिँ लिन थालेँ। अहिले म रिटर्न लिएको अवस्था हो। राम्रो छ यसको मार्केट, राम्रो छ, रिटर्न चाहिँ राम्रो छ। तपाईँको छोराछोरीहरू के गर्नुहुन्छ? हो, मेरो 2टा छोरा। जेठो छोराले अहिले भर्खरै BE क्लियर गरेर, BE भन्नुभयो हो, ब्याचलर इन्जिनियरिङ क्लियर गरेर सिभिलबाट अहिले एक्सपिरियन्सको लागि 6 लेन सडक भैरवामा कार्यरत छन्। कान्छो छोरा BBA अहिले 8औं सेमेस्टर हो, त्यो अब इक्जाम दिने तयारीमा छन्। दुई भाइ छोरा हो मेरो। अब यो छोराहरू पढाउनमा, अब यो खर्च व्यवस्थापनमा मलाई यो पेसाले राम्रो सहयोग गरेको छ। अब त्यसो भए तपाईँको यसमा चुनौतीहरू के देख्नु भएको छ? हो, चुनौती यसमा वातावरणीय प्रभाव पनि पहिलो चुनौती छ। बढी चिसो हुनु त्यो चुनौती हो, बढी गर्मी हुनु, पानी हुनु यो चुनौती हो एकातिर। अर्कोतिर मेरो आफ्नो अनुभवमा यो बाख्राहरूमा रोग व्याधि जुन आउँछ, हाम्रो स्थानीय भेटनेरीहरू, जिल्ला भेटनेरीमा पनि प्राविधिकहरू बढी मात्रामा एक्सपिरियन्सको हिसाबले, अनुभवको हिसाबले पोल्ट्री र गाई भैँसीमा जति एक्सपिरियन्स चाहिँ हामी पाउँछौँ, यो मासु जन्नेमा त्यति एक्सपिरियन्स भए जस्तो लागेन। समस्या आउँछ, मैले जिल्लासम्म त्यो कन्ट्याक्ट गर्नुपर्ने हुन्छ, सल्लाह लिनुपर्ने हुन्छ, र पनि अब त्यो भेटनेरी सेवाबाट म सन्तुष्ट छु। हजुर। अब तपाईँको आगामी प्लान के हो? मेरो 300 बाख्राको प्लानिङ हो। अघि मैले जुन चर्चा गरेँ, अब यिनी व्यवस्थापकीय चुनौती एकातिर छ। अब मैले यहाँ यो फर्ममा जसरी यो व्यवस्थापन मिलाउनु पर्ने हो, म आफै सन्तुष्ट छैन। अब यी खर्चका कुराहरू चाहिँ जोडिने भएको हुनाले यो पनि मिलाउन सकेको छैन। अर्को अब वातावरणीय चुनौतीहरू रहे। दोस्रो, त्यो मैले बिरुवाहरू चाहिँ जुन रोपेको छु, डाले घाँसका बिरुवाहरू, त्यो पनि तयार भइ नसकेको हुनाले त्यो पनि मलाई अहिले चुनौती भइराखेको छ। त्यस अर्थले व्यवस्थापनमा मिलाउन सकियो भने राम्रो, यो पेसा धेरै राम्रो छ। अनि तपाईँलाई अब साना किसान कृषि सहकारी संस्था सेमला रूपन्देहीले र अन्य हाम्रा सरकारी गैर सरकारी निकायहरूले कस्तो सहयोग गर्यो भने तपाईँले जुन प्लानिङ गर्नुभएको छ त्यो काम राम्रो गर्न सकिन्छ? हो, यो साना किसान कृषि सहकारीले जुन भोल्युम छ यो ऋणको, त्यो मात्रा बढाइदिए। अब अहिले तत्काललाई 2 लाख रुपियाँ छ पर हेड। अब यो महँगीको हिसाबले 2 लाख रुपियाँ अलिक कम भयो भन्ने हामी व्यवसायीहरूको चाहिँ गुनासो हो। त्यो संस्थाले अलिक त्यो लोनको भोल्युम बढाइदिए र अब त्यो किस्ता समय अलि लामो राखिदियो भने राम्रो सहयोग चाहिँ हुन्छ, व्यवसाय बढाउनमा विशेष सहयोग चाहिँ पुग्छ। धन्यवाद। धन्यवाद।